फर्स्ट आउट भनेको चाहिँ करेन्ट खान्छौँ, वाटरमेलन भनेको कोक। Hi guys, welcome back to my channel. So after एकदमै धेरै ग्यापपछि म फेरि आइसकेको छु। हजुरलाई थाहा होला यो चाहिँ आजको च्यालेन्ज चाहिँ थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला। के अरे करेन्ट खाना लागेको हामीलाई चाहिँ अनि त्यसपछि योभन्दा अगाडि नै हामीले खाएको थियौँ 1 वर्ष ठ्याक्कै 1 वर्ष अगाडि। अनि त्यसमा चाहिँ मेरो गरेर रिचेक गर्न सक्नुहुन्छ, सबैभन्दा धेरै भ्युज आएको छ उनीसँगै बनाएको रिक्रिएट हान्दैछौँ विथ मोडिफाई भनौँ न, मोडिफाई गरेर गर्दैछौँ। अनि यो च्यालेन्जमा चाहिँ ट्विस्ट के छ भने चाहिँ हाम्रो फर्स्ट र सेकेन्ड राउन्ड हुन्छ होइन। फर्स्ट राउन्ड भनेको चाहिँ के भने पहिला चाहिँ हामीले यो खान्छौँ, थर्ड राउन्डसम्म गरौँ न त, कोक पनि थर्ड राउन्ड ल फेरि पनि देख्नुभयो एकैछिनमा ट्विस्ट आयो हामीले चाहिँ फर्स्ट राउन्ड भनेको चाहिँ करेन्ट खान्छौँ, सेकेन्ड राउन्ड वाटरमेलन अनि थर्ड राउन्ड भनेको कोक गर्छौँ हो। त्यही अनुसार चाहिँ हाम्रो पनिसमेन्ट छ। फर्स्ट राउन्डमा जसले हार्यो त्यसको मुखमा चाहिँ हामीले पिठो ढ्याप्पै, प्लिज डोन्ट डिस्टर्ब अस। अनि सेकेन्ड राउन्डमा चाहिँ के हुन्छ भने हामीले वाटरमेलन खान्छौँ। अनि वाटरमेलन खाँदाखेरि चाहिँ अब जसले हार्छ त्यसको मुखमा चाहिँ हामी मेकअप गराइदिन्छौँ होइन। अनि थर्ड राउन्डमा चाहिँ हामीले अझसम्म सोचेको छैनौँ। ए हामी पहिलाको वाला पोज गरौँ न, हामीले यस्तो वाला पोज गरेको थियौँ नि। ए ल 3 2 1 गो। मेरो चाहिँ दाइ अलिक चोर पनि छ है, चोर पनि सक्छ खाना खाँदा बिचमा, डोन्ट माइन्ड इट। ल 3 एकछिन 3 वाट 3 भाइ। मेरो स्कुलको सर्ट चाहिँ होइन है यो, फेरि स्कुलको सर्ट भन्नु, मेरो स्कुलको सर्ट चाहिँ होइन है यो, फेरि स्कुलको सर्ट भन्नु होला। 3 2 एकछिन बोलौँ, सेलाइसक्यो साथीहरू यिनको गफले गर्दा। 3 ओए 2 1 एन्ड गो। पानी हाल्नु भाइ न भाइ। Dale, ore abre halbana. I first. Dale go. कस्तो बेक्सन हाल्दै है रेडी वाला ट्विस्ट अझ हातले सरी गाइस यो के भयो। ए लिपस्टिक ल्याउन बिर्सेछ। किन लाउने भिडियो बनाउँदाखेरि। एकछिनमा ल्याउँला अब। पनिसमेन्ट गाइस, मैले हारेँ 3 2 1 गो। भयो ल राख। ओइ कस्तो मुख चेन्ज भएको के थिए गाइज। अब सेकेन्ड च्यालेन्ज चाहिँ छ हाम्रो खरबुजा वाटरमेलन। चल 3 2 1 गो। झाली गयो रहेछ।
खाली म म सामान लिएर आउँछु गाइज यो मस्कारा लगाउनु पर्ने चाहिँ हो परेलामा तर म लगाउँछु जुङ्गा बनाइदिन्छु जाऊ न प्लिज मेरो चाहिँ अलिक चोकचके छ के आएर धेरै पुरा नपर भुँडी नै डम्म भयो एकछिन रेस्ट गरेर गरौँ है मन जति पनि गर्न पाइयो नि मलाई कता के मुखमै ड्याउ र ल गाइज म अब मलाई दिमागमा एउटा कुरा आइहाल्यो थर्ड गेममा के गर्ने भने हामी एकअर्काको फोटो खिचेर राख्छौँ होइन एउटा एउटा लास्टमा जसले हार्छ कस्तो भनेको त्यो इन्स्टामा हाल्नु पर्यो इन्स्टामा स्टोरी कसैलाई हाई नगरिकन क्लोज फ्रेन्ड नराखिकन जम्मा 250 ml को केक के रे जम्मा 250 ml को केक के रे कोक छ गफ ल खाऊ ल साथै ल ल एकछिन पछि आउँछु है सो हाई गाइज हामी चाहिँ फेरि आइसक्यौँ हेर्नु थियो अब चाहिँ हामी कोक खान लागिरहेको छौँ तर म पनि साँच्चै भन्नुपर्दा चाहिँ अगाइसकेँ अघि जति नै ठुलो फ्री लाए पनि भइसक्यो म चाहिँ अब चाहिँ तर कोक खानुपर्छ तर कोक तातो हो कि तातो भइसक्यो चिसो भएको भए चाहिँ अलिक गाह्रो हुन्थ्यो होला कोक साथसाना खान ल खोलामै चुप्पा लाएर स्वास हाल्यो त आएर 3 2 1 कराइ नै यार यस्तो चिसो भएन कि अघि नै ल्याएको गाइज सेटअप बन फोटो बन थम्बनेल बन टाइटल बन त्यो सेटअप सबै गर्दा टाइम लाग्ने अरू च्यानल दुईवटा च्यानल चाहिँ हाम्रो लागि नर्मलै छ तर तीनवटा च्यानल चाहिँ एकदम स्पाइसी छ हाम्रो लागि पनि एकदम डरन मर्दो कसले हाल्छ यस्तो थुतुनु इन्स्टाग्राममा म राम्रै टिकटक राम्रै उ हाल्दा त म 4 पल्ट हेरेर डिलिट गर्ने मान्छे म कसरी गर्नु म लाटी बाबु गाइसिनले गर्दा 3 2 1 गो तिमी हाल भयो आफ्नो फोटो स्टोरीमा तिमीले उल्टी गरे मैले उल्टी गरेँ म त घरि भयो त जुङ्गा गयो त कोक खाँदा जिन्दगी यस्तो भएको थिएन यार के भएको तिम्रो उल्टी आयो कि मलाई त यस्तो कहिले भएको थिएन तिम्रो चिज फुरुर सुट्यो मैले त भ्याइसक्यो फेरि गुड खाने बित्तिकै सकिएको थियो मेरो त घाँस पानी कस्तो गाह्रो भइरहेको म मेरो ड्याडीलाई भेटाउँछु त्यो खालि त्यो बेला बेलामा मेरो भिडियोमा सामना आउने चाहिँ मेरो ड्याडीले गर्दा है च्यालेन्ज हजुर ब्लग हुँदैछ ब्लग हजुर ब्लगमा हाई भन्नु हाई गाइज भन्नु त
आज भ्लग हेर्नु भयो अनि बल्ल थाहा पाउनु ताजा के भयो। ल ल ड्याडीहरूले हामी सफा गर्छौँ अनि फोन गर्छौँ है। हामी गाली खान्छौँ। भर्खरै खायौँ। करेन्ट अनि वाटरमेलन अनि कोको कोला अलि फेरि हेर्नु होला सबैले राखेँ। ल तिमी हाल स्टोरीमा तिमीले उल्टी उल्टी जम्मा पार म हजुरहरूलाई छोडिदिँदैछु। कति काम हामीले मात्रै गर्ने, हजुरहरूले पनि गर्नु कमेन्टमा गएर साँच्चै प्लिज 2 हात जोडेर 2 हात जोड न 2 हात जोड्छु। कमेन्ट गर्नु के कमेन्ट कसले चाहिँ के अरे स्टोरी हाल्नु त इन्स्टाग्राममा भनेर है बुझ्नु है। मैले लभ भने कसले चाहिँ हाल्ने भनेर भन्नु होला। अनि हामी चाहिँ कसम त्यही गर्छौँ। हामीले चाहिँ फोटो खिचिसक्यौँ 1 महिनापछि होइन पोस्ट हालिहाल्ने आजै हालिदिनु त आज नत्र भोलि कसम पोस्ट हालिदिइहाल्ने हो। किनभने पहिला पो मोबाइल 2 जना चलाउने भन्ने हुँदैन, अझ मैले मात्रै चलाउने हो नि त, चार्ज हुन्छ होइन। म हाल्छु हेर्नु होला प्लिज प्लिज प्लिज। अनि कमेन्ट चाहिँ गर्नु होला। मेरो आफन्तजन ड्याडी दिपनाले दीक्षा दिदी प्लिज गरिदिनु होला कमेन्ट। हजुर थाहा होला यस्तो गर त त्यही भएर त गरिरहने। ल प्लिज गरिदिनु। गाइस थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला। यस्तै च्यालेन्जको लागि सब्सक्राइब चाहिँ गरिराख्नु होला। बाई गाइस। अनि फेरि उहाँ कति बेला हुन्छ नि बनाइहाल्छौँ हामी। हजुर अर्को वर्ष कमेन्ट चाहिँ एउटा भिडियो कमेन्ट चाहिँ गरौँ न कस्तो भिडियो हेर्नु मन लाग्यो नि हामी त्यस्तै बनाउँछौँ है त। गिभ अस कन्टेन्ट गाइस।